साथीहरू आज यो बहिनीले यो मेरो बहिनी हो यो बहिनीले सब्जी बनाउनको लागि यो तेल सूर्यमुखी सेलो प्रशोधित सूर्यमुखी तेल यो कराईमा चाहिँ नि लगाएर टक्कसँगले सब्जी पकाउनको लागि रेडी गरिसकेको अवस्थामा खरिँदै गयो र लास्टमा त यो तेल त यसरी रबरमा परिणत भयो। यहाँ देख्न सक्नुहुन्छ रबर भएको छ। बास्ना पनि कस्तो आइरहेछ अरे यसको गन्ध पुरै डढेको प्लास्टिक जस्तै आइरहेछ। यसरी किन खेलवाड गर्यो त यो सेलोले? जनमार्क्समा पुरा चाहिँ नि जति पनि यो गाउँघर सहर हरेक बस्ती बस्तीहरूमा हाम्रो चाहिँ नि भान्सामा सबैभन्दा धेरै प्रयोग हुने तेल हो सेलो प्रशोधित सूर्यमुखी तेल। सूर्यमुखी तेलले धेरै धेरै धेरैलाई चाहिँ नि अहिले विष खुवाइराखेको भन्ने प्रमाण यहाँबाट हुन्छ। यसरी किन निस्क्यो त? कसरी निस्क्यो त? तिमीहरूले त केही लगाएको थिएन नि यहाँ? केही पनि लागेको थिएन। केही लगाएको थिएन र सम्बन्धित निकाय जो कोहीले हेर्दै हुनुहुन्छ भने यो सूर्यमुखीलाई चाहिँ नि तत्काल कारबाहीको दायरामा ल्याउनुपर्छ र के हो त यसको स्पष्टीकरण माग्नुपर्छ र तपाईहरूले स्पष्टीकरण मागिरहँदा चित्त बुझ्दो जवाफ नआएको खण्डमा तपाईहरूले यो सूर्यमुखी कम्पनीलाई चाहिँ बन्द समेत गर्नुपर्ने हुन्छ, क्लोज समेत गर्नुपर्ने हुन्छ। प्रमाणको लागि तपाईहरू यहाँ आउन सक्नुहुन्छ है, इलामको चुलाचुली 5 मा है त साथीहरू। यसरी हेर्नुहोस् त, हामीले त यो तेल होइन विष पो खाइरहेको रहेछौँ त। तपाईँ हामीले कति खायौँ होला त? यहाँ देख्न सक्नुहुन्छ हो कि होइन भन्नु त? हो कि होइन? यो बास्ना कस्तो आइरहेछ सुन्नु त? रबर आइरहेछ नि, प्लास्टिक डढाएको सेम। अनि